हिजो लाइफको बारेमा सोच्दै गर्दाखेरि चाहिँ लाइफ किन यति धेरै हेभी हुन्छ भनेर चाहिँ मैले आफूलाई प्रश्न गर्दै थिएँ। त्यो प्रश्नको उत्तर चाहिँ के आयो त भन्दाखेरि लाइफ हेभी होइन है, इट्स जस्ट मी भन्ने कुरा चाहिँ मैले महसुस गरेँ। हाम्रो ब्रेन पुरानै छ क्या, तर वर्ल्ड चाहिँ के भन्छ त एक्सट्रिम फास्ट भइसकेको छ। पहिला एक दिनमा जति इन्फर्मेसन आउँथ्यो नि, अहिले त्यो 1 घन्टामा आइदिन्छ। त्यसैले माइन्ड चाहिँ के हुन्छ, ओभरवेल्म हुँदो रहेछ। त्यो सँगसँगै चाहिँ सोसियल मिडिया हामी एकदमै धेरै चलाउँछौँ, यसले कम्पेरिजन बढाइदिइरहेको रहेछ क्या। सबैसित केही न केही पर्फेक्ट छ जस्तो देखिन्छ, तर म चाहिँ किन पछाडि छु भनेर चाहिँ फिल हुँदो रहेछ। महँगी बढेको बढेछ, एक्सपेक्टेसन बढेको बढेछ, चोइसेस एकदमै धेरै छ। अनि अर्को कुरा के हो त भन्दाखेरि हामी सबैजनासँग कनेक्टेड छौँ। अमेरिकाका मान्छेसँग कनेक्टेड छौँ, अस्ट्रेलियाका मान्छेसँग कनेक्टेड छौँ, अथवा भनौँ न होइन सबैसँग कनेक्टेड छौँ, तर हामी एक्लिएका छौँ क्या। सो लाइफ फिल्स हार्डर के, नट बिकज यु आर विक, बट बिकज वर्ल्ड चाहिँ एकदमै लाउड भएको छ ह्युमन काइन्डको लागि। यस्तो फिलिङ्स आएको बेलामा चाहिँ रिमेम्बर, स्लो डाउन, काम योर सेल्फ, ब्रिथ गर्नुहोस् एन्ड टेक केयर अफ यर माइन्ड। लाइफ हार्ड छ होइन, तर एभ्री मोमेन्ट तपाईँ बाँचिराख्नु भएको छ भने यु आर गेटिङ स्ट्रङ्गर।